आजदेखि चाहिँ एनएस3को लागिकै हुन्छ र यहाँ चाबी चाहिँ टुलबक्सको चाबी मेरोमै हुन्थ्यो नि त, त्यही भएर हिजो नि यतै ल्याइपठाएछ कि दादाले कल गर्दै थियो गुरुजीले। हो दिक्क नै कल गर्दै उठेछ नि, त मस्तसँगले सुतिन्छ भने ठिक्कै पानी पनि परेछ हो, त्यही भएर सुतेको भएको छैन। सो गाइस एकछिनबाट चाहिँ यहाँ पारिपट्टिकै हुन्छ सन्थाङमा होइन, त्यहाँ 6 महिना जस्तो बस्ने हुन्छ होइन गाइस। सो गाइस फाइनली अब चाहिँ होइन यहाँ ट्याक्सी पनि पाएको छ र यहाँ लोभिसा ट्याक्सी पार्किङमा छ र अब चाहिँ जाँदैछु सामथाङतिर होइन। मेरो सामान त अलिकति तल राखेछ र त्यहाँदेखि सामानहरू लगाएर जानुपर्छ होइन, र कतिखेर पुग्यो हुन्छ अब होइन। र अहिले चाहिँ यहाँ आइपुग्न आँट्यो खुरुताङ होइन, खुरुताङदेखि चाहिँ उता जानुपर्छ लोभिसा अरे सामथाङतिर होइन, त्यहाँ गएर हेरौँ त्यहाँको सिचुएसनहरू कस्तो हुन्छ होइन गाइस। सो गाइस होइन यहाँ फाइनली सन्थाङमा आएर डिनर सिनर खाएर पनि बसेर भइरहेको छ र इभिको एनएस3को लागि चाहिँ कोही आइपुगेकै छैन सबै। म एकजना साथी त्यहाँ अर्को एकजना को आएको छ, त्यसको नाम चाहिँ थाहा भएन होइन, र डिनर खाएर बसिरहेको छ। 3जना मात्रै हो भने त गर्नु र जस्तो भइसक्यो।